के मार्केट साँच्चीकै फर्केको हो त? कि आजको यो राइज एउटा सानो बाउन्स मात्र हो? नेप्सीको क्विक अपडेट लिएर आएका छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। हिजो मार्केटमा 78 पोइन्टको ठुलो गिरावटपछि लगानीकर्ताहरूमा एकदमै ठुलो प्यानिक देखिएको थियो। अब त मार्केट 2022 नै हो भन्ने सेन्टिमेन्ट बनिसकेको थियो हिजोको फलसँगै। हुन त यो कुनै नौलो कुरा पनि रहेन। जसरी पहिला हरेकचोटि 1800 आउँदा यसपालि त 1600 आउँछ भन्ने हल्ला सुनिन्थ्यो, अहिले पनि त्यस्तै नै छ। तर हामीले हिजोको मार्केट क्लोज भएपछि एउटा क्विक अपडेट दिएका थियौँ, जसमा हामीले भनेका थियौँ मार्केट हेज टु सो सम रिभर्सल साइन टुमोरो इमिडिएटली। मार्केटले चाहिँ भोलि नै कुनै एउटा रिभर्सल साइन चाहिँ दिनुपर्छ भनेर हामीले भनेका थियौँ। एज एक्सपेक्टेड आज मार्केटले चाहिँ एउटा बुलिस क्यान्डल चाहिँ बनाएको छ र आजको जुन एउटा क्यान्डल बनेको छ एउटा एकदमै पोजिटिभ हुने ठाउँ चाहिँ रहेको छ मार्केटमा, जसले मार्केट रिभर्सल हुन सक्ने अर्ली सिग्नल चाहिँ दिएको छ। हुन त एउटा ग्रिन क्यान्डल बन्ने बित्तिकै ल अब करेक्सन सकियो, मार्केट यहीँबाट उड्छ भन्न खोजेको पनि होइन। तर आजको क्यान्डल फर्मेसनमा चाहिँ हामी एकदमै पोजिटिभ हुने ठाउँ छ। किनभने सबैभन्दा पहिला त हामी कहाँ छौँ त्यो इम्पोर्टेन्ट छ। यो जोन भनेको एकदमै स्ट्रङ डिमान्ड जोन हो, जसमा चाहिँ मार्केटको ट्रेन्ड रिभर्सल हुन सक्ने चाहिँ एकदमै पोसिबिलिटी हाई हुन्छ यो यस्तो जोनहरूबाट। र यो जोनमा आएर यस्तो क्यान्डल बन्नु एकदमै पोजिटिभ हो। किनभने आजको क्यान्डल फर्मेसनले के गरेको छ भन्दाखेरि चाहिँ यसले हिजोको क्यान्डलको लो अनि प्रिभियस यो फलमा बनेको लोको लिक्विडिटी स्विप गरेर 2535 भन्दा चाहिँ माथि सस्टेन भएको छ, जुन एकदमै पोजिटिभ हो। अब हामीलाई भोलिको राम्रो फल अफ क्यान्डल चाहियो, किनभने भोलि यो जोनबाट 2550 देखि 2570बाट एउटा राम्रो फेरि सप्लाई आउन सक्छ। यदि मार्केटले भोलि यो सप्लाईलाई पचाएर कुनै पनि आवरमा चाहिँ एउटा राम्रो बुलिस क्यान्डल बनायो भने यस्तो खालको क्यान्डल भोलि यस्तो खालको क्यान्डल पनि बन्न सक्ने हाई पोसिबिलिटी हुन्छ। यस्तो क्यान्डल बन्यो भने पनि तपाईँहरू अचम्म नमान्नु होला। तर त्यसको लागि के हुनु पर्यो, यो जोनमा भएको सप्लाई चाहिँ मार्केटले पचाउनु पर्यो। तर फेरि पनि यो 2550 70 80 कुनै पनि लेभलबाट फेरि रिजेक्सन आयो भने चाहिँ मार्केट फेरि केही टाइम चाहिँ यो लेभलमा साइडवेज हुनसक्छ, केही कन्सोलिडेसन हुनसक्छ। त्यस्तो केसमा चाहिँ रिजेक्सन आयो भने चाहिँ केही रिस्क म्यानेजर चाहिँ गर्नु होला। अब यसलाई हामीले आवरलीमा हेरौँ। आवरलीमा के देखिन्छ त भन्दाखेरि चाहिँ हामीले सबैभन्दा पहिला त यो जुन लोवर लाइन अफ सपोर्ट छ, मार्केटले दुईचोटि, एक पहिलोचोटि यहाँ र सेकेन्डचोटि यहाँनिर ब्रेकडाउन गरेर फेरि पनि रिक्लेम गरेको छ, जुन एकदमै पोजिटिभ हो। अब हामीलाई यही जोन यहाँ हेर्नुहुन्छ भने यो जोनमा चाहिँ मार्केटले एउटा राम्रो बुलिस क्यान्डल बनाउनु पर्यो। यदि भोलि कुनै पनि आवरमा यो जोनमा राम्रो बुलिस क्यान्डल बनाउँछ भने हामीले मजाले आजको लोलाई चाहिँ स्टप लस राखेर मजाले चाहिँ बाई पोजिसन लिन सक्छौँ। र अघि हामीले भने कस्तो क्यान्डल बन्न सक्छ, यस्तो केसमा यदि यहाँ कुनै पनि आवरमा राम्रो बुलिस क्यान्डल बन्यो भने चाहिँ मार्केटमा यस्तो खालको एकदमै राम्रो ठुलो बुलिस क्यान्डल बन्न सक्ने हाई पोसिबिलिटी हुन्छ। झन्डै 3 देखि 4% को 70 देखि 100 पोइन्टको चाहिँ बुलिस क्यान्डल बन्न सक्छ इन द्याट सिनारियो। तर यो चाहिँ पोसिबिलिटी मात्र है, फेरि यही नै बन्छ भनेको चाहिँ होइन। तर त्यसको लागि के भने मैले यो जोनमा चाहिँ मार्केटले बुलिस क्यान्डल आवरलीमा बुलिस क्यान्डल बनायो भने चाहिँ मार्केटमा हामीले फेरि पनि बाई पोजिसन लिन सक्छौँ, जसको इमिडिएट टार्गेट हुन्छ यो हाई, त्यसको सेकेन्ड टार्गेट हुन्छ यो हाई र अल्टिमेट टार्गेट हुन्छ डेलीको यो सप्लाई जोन।